खुस्सा गाउँ साथी उसको बाउले धन सम्पत्ति हेरेर छोडिदिन्छ। तिम्रो लोयल्टी हेरेर होइन। कडा 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 कडा। अनि यही ठाउँमा छ कालीतोप, जुन चाहिँ यहाँबाट हान्दाखेरि रक्सोलसम्म पुग्छ अरे। तर अफसोस हेर फेरि नेपालको झन्डाको हालत। यहाँ नेपालको हिस्ट्री त्यो चाहिँ रोपवे, डाँडाकाली रोपवे हो त्यो। OMG बाटो। पारिपट्टि चाहिँ भीमफेदी हो, मकवानपुरको पुरानो हेडक्वार्टर नेवार बस्ती धेरै छ यहाँ होइन। अरू जात जाति पनि हुनुहुन्छ र विशेष त पुरानो नेवार बस्ती मध्ये एक हो यो भीमफेदी चाहिँ है। जय त्रिखण्डेश्वर महादेव, जय त्रिखण्डे। यहाँ चाहिँ झरना हो, त्रिखण्डीको झरना। यो चाहिँ सूर्यमाईको उकालो हो। नेपालको पहिलो टनल मार्ग यो पनि यहीँ छ, जुन चाहिँ राणाकालीन शासनमा बनेको थियो र बागमती सरकारले यसलाई फेरि रिनोभेट गरेको छ है। जय सूर्यमाई रक्षा माता। हामी चाहिँ लाग्यौँ पूर्व, यहाँबाट हामी लाग्यौँ निजगढ। यहाँबाट अगाडि जुन तपाईँहरूले ठुलो रुख देख्नु भएको छ नि, यो एउटा रुख। यो रुखको एउटा छुट्टै कथा छ, कतिजनालाई थाहा छ छैन है। यो रुख जुन छ के देख्नुभयो तपाईँहरूले, यहाँ रातो कपडाहरू झुन्डाएको छ। यो रुखको एउटा छुट्टै कथा छ, कथाको बारेमा म बताउने छु अर्को भिडियोमा है त। यो फास्ट ट्र्याक हो, निजोड काठमाडौँ। यो हो फास्ट ट्र्याक, काठमाडौँ तराई फास्ट ट्र्याक। यही नै हो काठमाडौँ तराई फास्ट ट्र्याक। Finally, I am at my hometown. I am at